हामी उत्तर र पश्चिमको भागलाई, यो भनेको उत्तर हो, यो भनेको पश्चिम हो, यो भागलाई हामी वायव्य कोण भनेर भन्छौँ। वायव्य कोणमा उत्तरको 45 डिग्री र हाम्रो चाहिँ पश्चिमको पनि 45 डिग्री भन्न यो 90 डिग्रीको चाहिँ यो वायव्य कोण चाहिँ बन्छ। र यो वायव्य कोणमा वायु तत्त्वको निवास हुन्छ। यो ठाउँमा चाहिँ वायु तत्त्वले प्रतिनिधित्व गर्छ र वायु तत्त्व राम्रो भएको घरमा अथवा वायव्य कोण मिलेको घरमा सूचनाका कुराहरू, सञ्चारका कुराहरू एकदमै राम्रो हुन्छन्। र त्यो ठाउँमा चाहिँ यो वायु तत्त्व राम्रो भएको ठाउँमा मान्छेहरू चाहिँ बराबरी खालको अथवा शिक्षाले, उन्नतिले, प्रगतिले चाहिँ राम्रो भएको कुराहरू चाहिँ यसले ल्याउँछ भने वायु तत्त्व बिग्रिएको ठाउँमा चाहिँ, वायु तत्त्व चाहिँ यहाँ चाहिँ नमिलेको घरहरूमा चाहिँ मान्छे एक ठाउँमा नबस्ने, एक ठाउँमा नअडिने, बिना काममा हिँडिरहने, दौडिरहने, आफ्नो कामभन्दा पनि बाहिरी कामको विषयमा चाहिँ चासो गर्ने, कुरा काट्ने, कुरा गर्ने, यो खालको कुराहरू चाहिँ बढी आउँछ वायु तत्त्व बिग्रेको घरमा। यो वायु भनेकै हिँड्ने हो, वायु भनेको एक ठाउँमा नबस्ने हो। त्यसैले यो ठाउँमा चाहिँ हाम्रो चाहिँ व्यापार व्यवसायको लागि हो भने हामीले व्यावसायिक सरसामानहरू हामीले चाहिँ यहाँ चाहिँ राख्न सक्छौँ र वायु तत्त्वमा हामीले चाहिँ विशेष गरेर सर्ट टर्मको लागि अथवा छोटो समयको लागि केही राख्नुपर्ने कुराहरू हामीले राख्यौँ भने हाम्रो लागि चाहिँ राम्रो हुन्छ, सहज हुन्छ।